बुझ्दै पो रहेछ नि त बाफरे क्या है नेपालमा पनि यति राम्रो ठाउँ छ ल है तीनजना सोल्टी नि हुँदो रहेछ तीनजना सोल्टीहरू खै हो जय नेपाल साथीहरू साथीहरू स्वागत छ हजुरहरूलाई फेरि हाम्रो एउटा नयाँ रियाक्सन भिडियोमा आज हामी चाहिँ अब नितेशजन कुमारको नयाँ एउटा गाना आएको रहेछ भन्न सकिन त्यसमाथि हामीले रियाक्सन दिनेछौँ होइन है त ओके ल हामी पनि हेरेर हजुरलाई भन्न सक्छौँ कि सक्दैनौँ लेट्स सी गाइस बुझ्दै पो रहेछ नि त बाफरे हिरोहरू रहेछ नि त हिरो र हिरोइनहरू मलाई कुन चाहिँ ह्यान्डसम केटा निस्किन्छ भनेको त क्युट पो रहेछन् यिनीहरूको देखायो होला क्या We need something different, yeah, different. Oh my god. It's not vibing at all. Quite the singer right. अहिलेसम्म आएन. So sorry यार guys, traffic jam मा पर्यो नि. गीत लेख्यो त तिमीले हिजो? ट्याटुहरु न. लेखि नि, गीत मात्रै हैन, मैले त भिडियोकै आइडिया बोकेर आछु. I hope सबलाई मन पर्छ. टाइम छ नि हैन सुन्नलाई? ल गाइस, इमेजिन एउटा सुन्दर गाउँ छ हिमालको काखमा र एक दिन त्यही गाउँको साँगुरो गोरेटो हुँदै म आफ्नै सुरमा नेपालमा पनि यति राम्रो ठाउँ छ एकछिन आफै भिडियोमा आफै बसेर हुन्छ त नाइस पोइन्ट त्यसो भए तीनजना केटाहरू हुन्छन् कानको हेर्नु कानको यस्तै भनेको के पापाले देउरालीको चिसो चिसो हावाले मोरी तिमीलाई आँखा लागो साराले कहिले काहीँ मतिर नि बाटो मोड है गाउँले केटी चाहियो भन्छन् आमाले तिम्रा लागि भाका पनि सुरिलो तिम्रा बाला याद धार्नी कोरिलो धनी बडा आउँछन् रे हात माग्नलाई पाउने छैन म जति गुनिलो तर गाँठे भन्न सकिन मेरो नबनाएसम्म पछि हटिन्न तिमीलाई मेरो नबनाएसम्म पछि हटिन्न देउरालीको चिसो चिसो हावाले है तीनजना सोल्टी नि हुँदो रहेछ तीनजना सोल्टीहरू खै हो जाने कुरो यति नै हो जिन्दगानी गाह्रै रहेछ कहानीमा छोटो झै हो परेपछि लामै रहेछ जाने कुरो यति नै हो जिन्दगानी गाह्रै रहेछ कहानीमा छोटो झै हो परेपछि लामै रहेछ बत्ती गयो घरमा मेरो दियो बालिदिन्छौ कि मरिन रे जेन्जी अर्को जाने खुसी लिन्छौ कि ठट्टा गरे तिमी किन रिसाको खल्लो चियामा हल्का चिनी मिसाको नेता बनी आएन म भोट माग्नलाई सासुआमा व्यर्थैमा चिसाको त्यही भएर त भन्न सकिन मेरो नबनाएसम्म पछि हटिन्न तिमीलाई मेरो नबनाएसम्म पछि हटिन्न देउरालीको चिसो चिसो हावाले सबै कुरोटी चिन्ताले भए म त सिक्री चुरोटी ख्याल गर मायालु सबै कुरोटी चिन्ताले भए म त सिक्री चुरोटी
ख्याल गर मायालु सबै कुरोटे चिन्ताले भए म त सिक्री चुरोटे ख्याल गर मायालु सबै कुरोटे चिन्ताले भए म त सिक्री चुरोटे देउरालीको चिसो चिसो हावाले मोरे तिमीलाई आँखा लाको साराले कहिले काहीँ मतिर नि बाटो मोड है गाउँले केटी चाहियो भन्छन् आमाले तर गाँठे भन्न सकिन्न मेरो नबनाएसम्म पछि अटेन्न तिमीलाई मेरो नबनाएसम्म पछि अटेन्न आफ्नो नबनाएसम्म दिसै कटिन्न तिमीलाई मेरो नबनाएसम्म दिसै कटिन्न खै त सोल्टिने कहाँ भयो फेर त भन केटी ला कहाँ गए बाबु ल देख्नु के भयो छ कता आउनुभयो सोल्टिने आउनुभयो सोल्टीको ब्लगर ल है ओहो सोल्टिनीहरू पट्टाउनु त गफै दिएर त हो नि आजकल साँचो बोलेर कामै छैन ल अब घान्द्रुक ढुलौँ ए घान्द्रो भने बल्ल मजा आयो अब म तिम्रो पो याद आयो त ये ल जाम जाम डाइरेक्ट बाई समृद्धि राई समृद्धि राईले डाइरेक्ट गर्यो समृद्धि कि ल समृद्ध जाम हो जाम समृद्धि राई ओ माई गड समृद्धि राई म त चिन्छु उहाँलाई पर्सनली होइन मतलब चिन्छु भनेको गीत सुनेर मलाई नितेश त कुमार त गीत सुनेर सुन्नु न मलाई कस्तो फ्यानै हो म मिलो त एकदम सुकुन मिठो मिलो मिठो गाना गाउनुहुन्छ मन खुसी भयो मलाई बाबा हो र साँच्ची नै गान्द्रोको गाउँ हाम्रो म देशमा वहाँ पनि के म कहाँ कस्तो थिएँ म आजकल कहाँ छु म कहाँ थिएँ म नेपालकै हो मलाई साँच्ची नै चिन्दिनँ रहेछु कसलाई यो सिङ्गरलाई ल मतलब गीतहरू सुनेको होला म नाम हाम्रो नेपालमा हाम्रो नेपालमा सुनेछ नि गाना अहँ, के भन्नु अब अब जस्तो अब त्यहाँ डाइरेक्टर जो डाइरेक्टेड हुनुहुन्थ्यो डाइरेक्टर होइन समृद्धि राईलाई मलाई थाहा छ उहाँको साँच्ची नै हाम्रो नेपाल गीत सुनेको होला तर म सिङ्गरहरू एकदम फेमस सिङ्गरलाई मात्र चिन्छु क्या उहाँ पनि फेमस हो फेमस सिङ्गर हुनुहुन्छ त मैले गीत नसुनेर होला कि या त गीत अब तिमीले सरी नसुने। गीत सुनेको मलाई मजाले ध्यान नदिएको ध्यान सिङ्गरको नगएको। तर कसै राम्रो गाउनु हुँदो रहेछ नि राम्रो गाउनुहुन्छ बच्चा बुच्चाहरू देखेर खुसी लाग्यो म त मलाई स्टार्टिङमा के सोचेँ भने नि नितेश कुमारको चाहिँ सानोको मतलब हुन्छ नि अब ठुलो सानोबाट ठुलो देखाउने ठुलो सानो जसरी देखाउँछ भनेर सोचिरहेको थिएँ तर पछि त अब बच्चा पार्टीहरू अर्कै रहेछ अनि ठ्याक्क नितेश कुमारको चाहिँ आफ्नै अलग्गै इन्ट्री रहेछ मैले चाहिँ मैले सोचेँ त्यस 3-4 बच्चा मध्येमा एकजना चाहिँ पछि ठुलो भएर म चाहिँ यसरी अच्छा। बन्छु भनेर सोचिरहेको थिएँ क्या मैले मेरो त्यस्तो थियो होइन जे होस् नो डाउट राम्रो होइन 3 जना हाम्रो चाहिँ सोल्टियर हुनुहुँदो रहेछ र 3 जना सोल्टिनीहरू हुनुहुँदो रहेछ त्यहाँ माथि चाहिँ उनीहरूले चाहिँ अब गीत बनाउनु भएको होइन त्यसमा चाहिँ अब गान्द्रुकको गाउँ यस्तो हाम्रो त्यो गान्द्रुक नेपालको हो नि? त कस्तो राम्रो राम्रो ठाउँ छ नि मलाई पनि कस्तो जानु मन मलाई छ पनि गान्द्रुक मेरो त जिन्दगीमा एक दिन गइएला विश साथीहरू लिस्टमा छ नि गान्द्रुक साथीहरू मेरो त छ मेरो पनि छ साथीहरू अब मौका मिल्यो भने अनि भगवान्ले चाहेमा छिटोभन्दा छिटै गइन्छ होला गान्द्रुक पनि होइन घुमिन्छ होला धेरै ठाउँ छ नेपाल घुम्ने तर त्यो मध्येमा एउटा गान्द्रुक पनि हो गान्द्रुक तर जे होस् गीत सुनेर चाहिँ एकदम मजा आयो मन खुसी भयो क्या एकदम मलाई पनि नितेश त- कुमारको त वैसे पनि अब फ्यानै हो म होइन भोइस कस्तो क्लियर राम्रो भोइस राम्रो छ मिठो लाग्यो युनिक मलाई। छ उहाँको होइन धेरै छ पप गाना गाउनुहुन्छ आजभोलि अब यो पनि एउटा युनिक वेमा उहाँले अब गर्नुभएको छ होइन भन्न सकिन्न रहेछ उहाँको गानाको बोल होइन तर जे होस् अब कुचियाहरूलाई गाना- पनि है सुरुमा अँ। मजाले अब ठ्याक 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 गरेर देखाएको नि बच्चाहरू त्यही त नि। क्युट आफ्नो आफ्नो स्टाइलिसमा होइन हो आफ्नो आफ्नो स्टाइलमा देखाएको उहाँले के केटीहरू पनि हो। बच्चा मन पर्यो मलाई जे होस्, कसैको राम्रो गीत पनि लाग्यो अब साथीहरू, अलरेडी हो। यतै सुपर सिङ्गर हुनुहुन्छ उहाँ भोइस पनि गीत सुनेर कस्तो सुकुन मिलेको क्या मलाई एकदम हो। सुनिरहँ जस्तो है त्यही त नि हजुरहरू पनि पक्कै अगर नितेश कुमारको फ्यान हुनुहुन्छ भने होइन कमेन्टमा लेख्न सक्नुहुन्छ
अनि यो गाना मन परेमा उहाँको भिडियोमा गएर पनि लाइक गर्न सक्नुहुन्छ र प्लस हाम्रो रियाक्सनलाई पनि प्लिज लाइक गरिदिनु होला, सेयर गरिदिनु होला र सब च्यानललाई सब्स्क्राइब गरिदिनु होला साथीहरू हैन। र म एउटा चिज भन्न चाहन्छु भन न भन। साथीहरू, हजुरहरू को चाहिँ नीतिश नितेश जङ्कुवार हजुरहरू चाहिँ को चाहिँ नीतिश जङ्कुनवरको फ्यान हुनुहुन्छ प्लिज हजुरहरूले सबैलाई लभ 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 छोडिदिनु। जो चाहिँ हजुरहरू समृद्धि राईको पनि समृद्धि राई र नीतिश जङ्कुनवर सिङ्गरको को फ्यान हुनुहुन्छ प्लिज हो कमेन्ट छोड्नु होला है साथीहरू। ट्रु फ्यान हुनुहुन्छ भने हेर्नु, उहाँले डिजर्भ हि डिजर्भ एकदम। त उहाँले लभ उहाँको लागि, हाम्रो लागि नभए पनि उहाँको लागि लभ छोड्नु होला, किनकि हामीले सपोर्ट गर्नै पर्छ यस्तो मान्छेलाई नि। त्यही त नि। तर यसमा के अलरेडी सपोर्टर छन् नि उहाँको फ्यान छ उहाँको फ्यानहरु टन्नै हुन्छ। धेरै जस्तो केटीहरु फ्यान हुनुहुन्छ हैन। म पनि एकदम फ्यान। म्याडम पनि फ्यान हुनुभयो होला पक्कै पनि, थाहा भइसकेको कुरा हो। उहाँको कुरा सुनेर मलाई थाहा भइसक्यो एकदम फ्यान। साँच्चै नै मलाई एकदम मन पर्यो। र प्लिज साथीहरू हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट भनिहाले छोड्नु होला। र हजुरहरूलाई यति भन्दैमा हजुरहरूलाई यो रियाक्सन भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ साथीहरू। थ्यांक यू सो मच।